सेकेन्डमा छ सेकेन्डमा ए आऊ न यता आऊ सामान घरबाट सामान यता आऊ न हौ मेरो सामान हेर्न आऊ ज्याकेट पनि भयो कि के हो त्यो त मैले यहाँ अस्ति आउँदाखेरि छोडेर आएको थिएँ पठाइदिएको पठाइदिएको अलिकति आऊ न के यहीँ किन्नु नि हो टक्क भिडियो उडिसके काका देखिनु भएन नि यार यही किने जस्तो लाग्दैछ का म त यही किने जस्तो लाग्दैछ यता रहेछ मालका यो चाहिँ गृह मन्त्रीले पठाइदिएको उहाँको घरबाट चाहिँ होइन हाम्रो दाइको घरबाट पठाइदिएको सामान यसो पार्सल हेरौँ न कस्तो छ यसो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला के छ एकदम दामी दामी सामानहरू आएको छ देउस पार्सलहरू के रहेछ त्यो चाहिँ दिदीले पठाइदिएको होला बहुत अनि पारी गाइचोहरूलाई पनि यसो भन्ने गरोस् न यो ल्याएको उहाँले देख्नु भएको छ यो चाहिँ काठमाडौँ पुरा अचारहरू सुकुटीहरू भुटुवा पठाइदिनु भएको यो चाहिँ हेर्नुपर्छ गाइस के रहेछ पुरा खतरा खतरा हुँदैछ गाइसहरू टक्क हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने टक्क सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्ट सेयर गर्नु होला होइन वाउ यस्तै यस्तै ताजा भिडियोहरू हेर्नको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु अकबरी खोर्सानी ओ माय गॉड यस्तो दामी छ अकबरी खोर्सानी यो चाहिँ के हो बोस यो चाहिँ के हो भने यो चाहिँ सुकुटी हो मुलाको अचार जस्तो मुलाको अचारको हो मुलाको अचार ओ माय गॉड यस्तो आज चाहिँ टक्क स्पेशल बनाएर खानुपर्छ बेलुकी है यो चाहिँ के हो के रहेछ त्यो चाहिँ के हो यार सेकुवा जस्तो छ सेकुवा फ्राई हो सेकुवा हो होइन यो ओहो होइन रहेछ यता के पो रहेछ यो होइन होइन यो चाहिँ अर्कै चिज हो कि यो चाहिँ दबाई पनि पठाइदिनु बोस फेरि यो हाम्रो युट्युबमा भिडियो देखेर फेरि नजिकको यो बहिनीले पठाइदिएको कति पठाइदिएको आमा युट्युबमा भिडियो देखेपछि वरिपरि हाम्रो साथीहरूले माग्न आउँछ फेरि यार अनि अब टक्क यो भिडियो मार्फत भन्न चाहन्छु टक्क माग्न नआउनु होला यहाँ थोरी मात्रै छ है थोरै त दिनुपर्छ हाम्रो वरिपरिको क्याम्पमा देख्नु मान्छेले दिले होइन यो चाहिँ हाम्रो सामान आएछ है थोरी मात्रै छ यो चाहिँ खतरनाक आएछ खतरनाक है खतरनाक यो के हो भन्नु न ए यार यसमा यो चाहिँ सेकुवा बुङ्गुरको सेकुवा हो ओ माय गॉड कति मिठो मेरो बहिनीले पठाइदिएको बहिनीले कति मिठो बहिनीले पठाइदिएको निकाल्नुहोस् नि यसरी गाइसहरूले यस्तो राम्रो दर्शकहरूले देखाउनु पऱ्यो क्या नदेखाउनु कि फेरि माग्न आउँछ नि होइन पाइन्ट ज्याकेट ज्याकेट नयाँ नयाँ ब्रान्डेड झापाको ब्रान्डेड कपडाहरू यो चाहिँ मेरो बुढीले पठाइदिएको अलिक धेरै भएन यो के चिज हो यो अलिक धेरै भएन भन्नु बस यो लोकल कुखुराको अचार लोकल कुखुराको अचार ओ माय गॉड म खारेन बस तपाईँ टेस्ट गर्नु म भर्खर ब्रुस गरेछु होइन दामी छ लोकल कुखुराको अचार कम्ती भयो भने मिठो रहेछ अब दिदीको त खोलाएको छैन यो बेलुका चट्टसँगले बसेर गाइस आज हामीले टक्क राखेर बेलुकी पार्टी गर्दैछौँ उहाँले एउटा इङ्ग्लिस रक्सी लिएर आउनुहुन्छ नलाउने यो चाहिँ के हो दिदीले पठाइदिएको कोसेली पनि यो चाहिँ पठायो नि कि चाहिँ तर सबैले खानुपर्छ है दिनु पऱ्यो नि सबैलाई या नभए फेरि मार्छ मलाई पार्सल पनि खतरा रहेछ हौ पार्सल पनि यहाँ आम्मामामा देखाउनु न देखाउन मिल्छ मिल्ने यो देखाउनु मिल्दैन मलाई कतिको देखाउन मिल्दैन दामी रहेछ यार यो चाहिँ देखाएपछि फेरि यो साथीले पनि खानु माग्न मन याद पर्यो गर्छ मलाई यो पनि खानै मन पर्यो
यो चाहिँ के हो बोस मुलाको अचार खोइ के हो सेकुवा जस्तो पनि छ बोस यो त अचारै भन्नुहुन्छ दिदीले अचारै होला यो अर्ग्यानिक अचारहरू के घरमा बनाएको पार्टी हुनुपर्छ है वा यो झन् दामी रहेछ त यार के हो बोस भन्नु न सेकुवा अचार सेकुवा अचार बन्नुहुन्छ सेकुवा बुङ्गुरको हो होइन यो लोकल कुखुराको लोकल कुखुरा भन्नुहुन्छ जे पनि लोकल कुखुरा भनेर बाहुनलाई यहाँ पुरा बाहुनले बुङ्गुर खुवाउने विचार छ कि तपाईँको यस्तो काम चाहिँ नगर्नु पर्छ है कस्तो दामी यार ल खानुहोस् तपाईँहरू म चाहिँ यसो हेर्ने मात्रै दर्शक मात्रै के म बर्गर पुरुष गर्छु म खाने ल भइहाल्नु त तपाईँ खानुहोस् न दामी खालको दामी दामी ल यसलाई चाहिँ अब यो पनि खाएर यो पनि तोड्ने यो साथी तपाईँ हाम्रो दर्शकहरूलाई एडियन्सहरूलाई पनि देखाउनु पऱ्यो नि त है साथी होस् तपाईँ मात्र खोल्नुहुन्छ पारि हाम्रो अडियन्स दर्शकहरू उहाँहरूले अब खानु खाएपछि है कहाँ खाएपछि दर्शकलाई देखाउँछ नि त अनि कति टाइटल छ खोइ गाइस टक्क भिडियो फुल हेर्नु होला है गाइस हामी खोलिसकेको चिप्लो के एउटा साह्रै मिठो बास्ना आइरहेको छ बोस किन हो के हो यो खै के त खान मन लागिसक्यो कि हो साह्रै मिठो बास्ना खोले आइरहेको खोले 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 वा यो पनि दुईटा छ त नि भाइ पनि के यो खानु यो चाहिँ के हो यो सुकुटी हो कि के हो होइन कस्तो दामी छ ल खानुहोस् क्या खानुहोस् वाउ मैले खाएको थिएँ कि चौ लोकल कुखुरा घरको यो चाहिँ मेरो बुढीले पढाएको खाँदिनँ नि त मैले हेर्ने मात्र है हो दामी छ यो चाहिँ बसियो जस्तो छ नि बस होइन रातो यो रातो चाहिँ पोथी कुखुराको अचार बुट्टा मैले खाएको थिइनँ हौ खाऊ न म खान्न बस म तपाईँले खानुहोस् अहिले तर म भयो बाँकी सकेको छु तुले पनि तिरो छ ल अब सबै ट्याग गरिहाल्नु दर्शकले देखिहाल्नु भएन लाइक कमेन्ट हालिदिनुहुन्छ टक्क पुरा भिडियो हेर्नुहुन्छ टक्क एकदम छ अकबरी खोर्सानी चाहिँ मलाई सबैभन्दा मन पर्यो गाइस अकबरी खोर्सानी खाने हो खाने भए आउनु होला आज धेरै खुसी लाग्यो धेरै खुसी लाग्यो मैले यत्रो हेर मैले यत्रो भयो आम्मा यत्रो कहिले खाइसक्नु म बोस टक्क लागेर भाउजूले पठाइहाल्नु भयो टक्क लाएर अब म बुढलाई पनि माग्छु बस टेन्सन नगर्नु ल तर यो सामान ल्याउनु नि अँ। धेरै सबैजनालाई धेरै टेन्सन भएको थियो अकबरी खोर्सानी ल्याइदिन्छ यार कि ल्याइदिँदैन मैले खाएको भनेर, चाहिँ होइन? पिरो भइहाल्छ तर जे होस् आयो ल्याइदिनु मान्छेलाई पनि धेरै धेरै धन्यवाद आधा आधा सामान ल्याइदियो आधा खुसी लाग्यो अत्यन्त ग्यास्ट्रिकको खुसी दबाई लाग्यो हुन्छ कि गेस्टिकको दबाई रहेछ हो तर पिरो चाहिँ लास्टै हुन्छ हो दोस्रो पल्ट भयो चिल्लाएको ल अकबरी खोर्सानी खान्छौ है ल गाइस गुड नाइट